Hello everyone, welcome back to my channel. First of all, happy Women's Day to you all. अहिले चाहिँ म सरमसा गार्डन पट्टि जाँदै छु आज किनभने अलिक प्रोग्राम सेलिब्रेसन छ वुमेन्स डे को र अहिले चाहिँ गान्तोकदेखि इट टेक्स हाफ एन आवर टु रिच सरमसा गार्डन र अहिले चाहिँ म रानीपुल क्रस गरिसकेको छु र अहिले चाहिँ हामी सरमसा गार्डन तिर लाग्दै छौं आज सेलिब्रेसन छ र त्यही तपाईहरुलाई देखाउँदै छु र कीप वाचिङ गाइज चाहिँ हामी सरमसा गार्डन तर्फ जाँदै छौं Jasmine Women's Day खोइ त उयो गरेको विश गरेको Happy Women's Day आज चाहिँ वेदर एकदमै हामी चाहिँ अब आइपुग्यौं सरमसा गार्डन तपाईहरुलाई भनिहाले सरमसा गार्डनमा चाहिँ आज वुमेन्स डे सेलिब्रेसन छ र त्यही हामी पनि आको र अब तपाईहरुलाई देखाउँदै जान्छु फ्रन्ट यहाँबाट चाहिँ एन्ट्री हो कम हामी चाहिँ एन्टर गर्यौं अब हाम्रो यहाँ गोले साहब आउनुभयो भर्खरै र यो सरमसा गार्डन फेरि एकताल भन्दैछु आज चाहिँ वुमेन्स डे सेलिब्रेसन छ सरमसा गार्डनमा सरमसा गार्डन भनेको गान्तोकदेखि हाफ एन आवर लाग्छ यहाँ पुग्नु र अब चाहिँ हामी यो सेलिब्रेसनमा आएको छौं एकदम नाइस एरिया बिग ठुलो एरिया छ भर्खर हाम्रो चिफ मिनिस्टर अनरेबल चिफ मिनिस्टर आइपुग्नु भयो भर्खर हेर्नुस् गाडीहरू र अब हामी यहाँबाट के ए होइन होइन यहाँबाट चाहिँ जाँदा पनि हुन्छ पानी पर्दैछ एकदमै पानी पर्दैछ वेदर इज नट सो गुड बट स्टिल तर अब रमाइलो छ वातावरण एकदमै तपाईहरुले देखाउँदै लानु अब यो सरमसाको वुमेन्स डे सेलिब्रेसन छ आज गाइज एकदमै रमाइलो भइराख्छ तर पानी परेकोले चाहिँ अलिकति क्यामेरा सफा गरेको यताबाट जाउँ यहाँ एकदमै आज चाहिँ रमाइलो छ वातावरण र पानी पर्यो भनिहाले ट्रेनिङ र त्यसैले गर्दा चाहिँ अलिकति अप्ठ्यारो चाहिँ भइरहेको छ तर स्टिल राम्रै छ र अब यहाँबाट सबै यस्तो छ गार्डनमा चाहिँ अब मजाले सबै टेन्ट्सहरु एकदमै राम्रो प्रबन्ध छ सो ह्यापी वुमेन्स डे टु यु अल फेरि है सबै ह्यापी वुमन मेक्स अ ह्यापी वर्ल्ड भन्छ नि सबैको नारीहरुलाई संसारमा सबै संसारको नारीहरुलाई रेस्पेक्ट गरौँ माया गरौँ अब यो हैन यताबाट जाउँ दिस वे यहाँबाट जाउँ यहाँ यता आउँदै रहेछ नि त सीएम साहब यसो हेर्नु पर्थ्यो है यसो र देयर आर लट्स अफ पिपल एकदमै राम्रो आयोजन ब्युटिफुल इभेन्ट भइरहेको छ एन्ड ह्याप्पी टु बी द पार्ट अफ दिस इभेन्ट है एकदमै राम्रो डेकोरेसनहरु एकदमै राम्रो छ र एकदमै ह्याप्पी environment and happy माहौल र आई थिंक दिस यो साइड हैन म त उयो हेरौँ भनेको नि यहाँ कटिङ एज लोफर अराउन्ड यहाँ स्टलहरु पनि लागिरहेको रहेछ सलोहरु लोफिङ अराउन्ड व्हाट इज दिस
ए अच्छा 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 कटिङ एजको राखेको रहेछ स्टलहरू प्राय सबै स्टलहरू लगाएको रहेछ त्यहाँबाट उता प्रोग्रामको उता होला नि त आज प्रोग्राम हुन्छ नि त प्रोग्रामको उता होला र एकदमै रमाइलो वातावरण छ साथीहरू एकदमै अब वुमेन्स डेको सेलिब्रेसन चाहिँ एकदमै राम्रो प्रकारले मनाइँदैछ र फेरि एकपल्ट ह्याप्पी वुमेन्स डे टु अल द वुमेन इन द वर्ल्ड है सबैलाई हेल्दी लाइफ होस् सबैको जीवन खुसी होस् र स्टे स्ट्रङ स्टे पोजिटिभ है ह्याप्पी वुमेन्स डे वान्स अगेन टु यु अल अब हामी चाहिँ एकदमै यहाँ एकदमै यहाँ ब्याकमा देखाउँछु यहाँ भलन्टियर्सहरूले यो स्टेजको पछिको एरियामा 2 रो चेयर अझै लगाइदिनुहोस् र हाम्रो सबै महानुभावहरूलाई निवेदन गर्न चाहन्छु धैर्य धारण गरेर बसिदिनुहोस् हामी चेयरको प्रबन्धन गर्दैछौँ धन्यवाद अब देखाउँदै जाँदैछु साथीहरू किप वाचिङ र एकदमै हाम्रो नारी दिवस एकदमै राम्रो तरिकाले सेलिब्रेट हुँदैछ अब एकछिनमा अब आफ्टर सम टाइम प्रोग्राम पनि स्टार्ट हुन्छ जस्तो छ ह्याप्पी वुमेन्स डे भनिदिउँ यहाँ एकदम नारीहरू सबै छन् हेलो ह्याप्पी वुमेन्स डे सबैलाई एकदम आज त वुमेन्सको जस तर राम्रै गरेको है पहिला 30 मा राम्रो भन्थ्यो नि पानी त कस्तो पर्यो म त नआउनु जस्तो लाग्यो हो फेरि तर अब यहाँ त अलिक माथि हेरे त अलिक राम्रो हुन्छ र यस्तो स्टलहरू एकदम राम्रो यो चाहिँ रहेछ सिचे कोअपरेटिभ यसरी लगाइएको छ स्टलहरू पनि जति पनि अब यहाँ लेडिजहरूले के आफ्नो आफ्नो है क्रिएटिभिटीहरू देखाउने मौका पनि दिएको छ यसरी मजाले स्टलहरू आफ्नो आफ्नो अब कसैले अब खानाको कसैले फुलहरूको कसैले अब आफूले के बनाएको छ है त्योहरू मजाले ल्याएर बेच्नु गर्ने र अब चाहिँ हामी चाहिँ एकछिन यसरी हेर्दै जाउँ यहाँ रहेछ लालीगुराँसहरू सेल्फ हेल्पहरू के रहेछ यहाँ चाहिँ ब्यागहरू रहेछ नि त ब्यागहरू रहेछ टोपी सबै आफै बनाएको होला नि त यो है आफै उयो ए हो कति राम्रो चौबन्दी नाइस रहेछ ला झऱ्यो ए हजुर हजुर मजाको रहेछ हौ यो मन पर्यो कतिको छ यिनीहरू चाहिँ 35 ए यो सबै साडीमा जाने कलर पनि सबैमा जाने रहेछ नि त नि ए हजुर हजुर राम्रो रहेछ डिजाइनहरू एकदमै आफै बनाउनु भएको है दादा है चोलीहरू राम्रो रहेछ चोलीहरू कस्तो राम्रो रहेछ ब्लाउजहरू मन पर्यो मलाई क्युट सुजहरू पनि रहेछ ज्यास्मिन नहराउ है ल अब ऊ माथि छ उयो खाँदाखेरि त्यहाँ जाउँ न ल यहाँ म यसो अलिअलि देखाउँदैछु र यही छ एकदमै राम्रो छ यो चाहिँ उयसको रहेछ हौ कस्तो राम्रो हेर्नु नि उसको है यो हेर्नु नि यो कस्तो राम्रो रहेछ र अब चाहिँ हामी एकछिन
ब्रेकफास्ट गर्नु जाँदैछौँ अलिकति ब्रेकफास्ट गरेर चाहिँ त्यसपछि फेरि घुम्ने छौँ यो यहाँ चाहिँ ब्रेकफास्ट है खानाहरू अब खाजा खानाहरूको यहाँनिर लगाइदिएको छ यहाँनिर ठुलो मण्डप जस्तै जहाँ चाहिँ तपाईँहरू आएर खाजाहरू मजाले खानाहरू खानु सकिन्छ अहिले भिडै रहेछ र अब हामी चाहिँ एकछिन खाजा खाने तर्फपट्टि लाग्दैछौँ अनि Jasmine, are you enjoying food? Enjoying? How is the food? Nice. अब हामी चाहिँ खाजा खाँदैछौँ मैले चाहिँ खाइसकेँ र यहाँ नानीले खाँदैछ र दिस इज भ्यू खानाको एकदम यो बुफे लागेको छ र एकदमै हल्ला छ स्वर आएको छ कि छैन तर सो एभ्रीवान इज एन्जोइङ देयर फुड सो आर वी मैले चाहिँ आई जस्ट माई फुड र अहिले हाम्रो नानीले खानुहुँदैछ र रमाइलो भइरहेको छ एकदमै नाइस इभेन्ट एकदमै राम्रोसँग अर्गनाइज भएको इभेन्ट एकदमै खानापिना सबै सुविस्ता चिया पानी सबैको सुविस्ता एकदमै राम्रोसँग So this is the view. The show is going well. It's on full swing मा जाँदैछ शो मान्छेहरु एकदमै बेसी भिड पनि जम्मा हुँदैछ र एकदमै राम्रो इभेन्ट एकदमै राम्रो ठाउँमा राखिएको छ र अब यहाँबाट देखाउँदै लाँदैछु फ्रेन्ड्स भर्खर हाम्रो अनरेबल चिफ मिनिस्टरको अराइभल भएको छ र म्युजिक आइरहेको छ एकदमै लाउड हाम्रो अनरेबल मिनिस्टर भर्खर आइपुग्नु भयो जस्तो लाग्यो मलाई र लेट्स सी है जाँदैछु त्यो तरफ तपाईहरुलाई पनि देखाउनु गइरहेको छु आउनु हुँदैछ र उहाँको वेलकमको लागि यहाँ देख्नु हुँदैछ तपाईहरुले यहाँ हेरौँ न चाहिँ अब हाम्रो चिफ मिनिस्टर सर आइपुग्नु भएको छ त्यसैको वेलकममा सबै बसिरहनु भएको छ र उहाँ आइपुग्नु भएपछि चाहिँ प्रोग्राम स्टार्ट हुनेछ र त्यही हो आजको यो सबै म तपाईहरुलाई देखाउँदै जाँदैछु प्रायः सबै लेडिजहरू आर इन देयर ट्रेडिसनल ड्रेस है एकदम राम्रो राम्रो आफ्नो आफ्नो जातिको आफ्नो आफ्नो ड्रेसहरू ब्युटिफुल लुकिङ ब्युटिफुल आउनु भएको छ यहाँबाट नट अलाउड चाँडो म्यामलाई सुम्पिदिनुहोस् अनि
जनताको निम्ति रहेको छ। के रहेछ यहाँ चाहिँ के हो यो एउटा एनिमे क्यारेक्टर हो कि नेजुको दिस इज नेजुको चा यो भन्दा स्ट्यान्डलेको राम्रो होइन लाग्दैछौँ हामी चाहिँ माइकको साउन्डले गर्दा केही सुनेको छैन आज यहाँ उपस्थित सुनौलो सशक्त र एकदमै उत्कृष्ट नारीहरू हजुरहरू सबैजनालाई जोरदार ताली बजाएर हामी सुस्वागत गर्न चाहन्छौँ। छ्याजालु रसिडिले खाम्रिमो सेवारो सेवान्ने फ्याफुलो नमस्कार हजुरहरू सबैजनालाई। आज मार्च 8 तारिक 2025 को दिन राज्य स्तरीय महिला दिवस समारोह यो शुभ समारोहमा यहाँ पाल्नु भएका 6 वटा जिल्लाका समस्त मानवहरूलाई सुस्वागत गर्न चाहन्छौँ। आज हामी माझ उपस्थित भएर अनि सहभागिता जनाइदिनु हुने अति माननीय वरिष्ठ मन्त्रीगण, विधायकगण, यसरी नै विभिन्न
सरकारी विभागबाट पाल्नु भएका समस्त सदस्यहरू, गाउँ बस्तीदेखि टाढा टाढादेखि पाहुनाको रूपमा आउनुहुने अनि प्रतिस्पर्धामा भाग लिनुहुने विभिन्न एसएचजी का सदस्यहरू, जहिले पनि माया गर्ने, हृदयदेखि माया गर्ने नेता हुनुहुन्छ। त्यस कारणले गर्दा सम्माननीय मुख्यमन्त्री महोदयलाई Ladies and gentlemen, it gives me immense pleasure to inform you that the guest of honor for today's state-level International Women's Day program, Honorable Chief Minister of Sikkim, Shri Prem Singh Tamang Goliji, have arrived into the venue. He will soon join us here. देवियों और सज्जनों, आज के राज्य स्तरीय अंतर्राष्ट्रीय महिला दिवस कार्यक्रम के मुख्य अतिथि महामहिम राज्यपाल श्री ओम प्रकाश माथुर जी हमारे बीच पधार चुके हैं। कुछ ही क्षण में वो हमारे बीच पहुंच जाएंगे। धन्यवाद। आज का कार्यक्रम का मुख्य अतिथि महामहिम राज्यपाल श्री ओम प्रकाश माथुर जी, साथ ही आज का विशिष्ट अतिथि सिक्किम सरकार कृपा गरी यो गीतको मन्त्र वचन हुनका निम्ति सबै महानुभावहरू आफ्नो स्थानमा खडा भइदिनुहोस् भनी निवेदन गर्दै आजको यस कार्यक्रमको मुख्य अतिथि महोदय महामहिम राज्यपाल सिक्किम श्रीमान ओम प्रकाश माथुरज्यू, साथै हाम्रो सम्माननीय मुख्यमन्त्री महोदय श्रीमान प्रेम सिंह तामाङ गोलेज्यू लगायत वरिष्ठ मन्त्रीगण, विधायकगण हजुरहरूलाई पनि यस दीप प्रज्वलन आइदिनुहोस् पनि निवेदन गर्दछु।
भएको कारणले गर्दा चाहिँ बोल्दा अलिक हाम्रा स्पिकर अनरेबल स्पिकर एमएल शेर्पाजीलाई फुलको गुच्छा प्रदान गरी आधिकारिक रूपमा स्वागत जनाइदिन भयो नम्र निवेदन गर्न चाहन्छु। साथै सेक्रेटरी एकदम रमाइलो भइरहेको छ फ्रेन्ड्स। एकदमै राम्रोसँग अर्गनाइज गरेको इभेन्ट है। अब यति साह्रो रेस्पेक्ट, यति साह्रो रमाइलो है। अब लेडिजहरूलाई एकदम खुसीको हाम्रो पल हो, खुसी लाग्छ अब यस्तो खालको इभेन्ट है एटेन्ड गर्नु पाउँदा। एकदमै राम्रो वातावरण, एकदमै राम्रो भइरहेको छ, सबैजना इन्जोय गरिरहेको छ, एकदमै खुसी छ। सबै कुरोको प्रबन्ध छ, खानेकुरोको भनौँ भने बस्नेदेखि लिएर सबैको एकदमै राम्रोसँग प्रबन्ध छ र एकदमै खुसी लाग्यो। देख्नुहुँदैछ अब मेरो ब्याकमा एकदमै राम्रो छ, इभेन्ट चलिरहेको छ र माइकले गर्दा स्वर कस्तो आउँदैछ मेरो चाहिँ र एकदमै भिड पनि एकदमै बढ्दै गयो। प्रायः अब प्रोग्रामहरू पनि एकदम राम्रो छ है। राम्रो कलाकारहरू आएर प्रोग्रामहरू अब गरिनेछ, गर्छ भन्दैछ र एकदमै राम्रोसँग चलिरहेको छ इभेन्ट। एकदमै राम्रो भइरहेको छ र एकदम खुसी लाग्यो। यस्तो खालको जुन चाहिँ अर्गनाइज गरिएको छ, खानेकुरोदेखि लिएर भनिहाल्यो बस्ने सबैको एकदमै राम्रो प्रबन्ध छ र केही हामीलाई प्रब्लम भएको छैन र एकदमै खुसी लागिरहेको छ। इन्जोय गरिरहेको छौँ र यो दिस इज सरमसा गार्डन वन्स अगेन है गाइस। अब एकदमै राम्रो ठुलो छ यहाँ एरिया र प्रोग्रामहरू प्रायः सबै यहीँ हुन्छ र एकदमै खुसी लागिरहेको छ र म्युजिक बज्न थाल्यो। ल त्यही भन्दै किप वाचिङ गाइस। हामी चाहिँ यहाँ अब एकछिन पुच्काहरू खाजाहरू खान आइरहेको छौँ र बहिनी पुच्का खान्छ अरे र यो स्टलहरू लागेको रहेछ। अन्त पुच्का खानु खाजा खानु चाहिँ आइरहेको छौँ, पुच्काहरू के कति र अब प्रोग्राम भर्खर सुरु भयो भने अहिले तपाईँहरूलाई भर्खर अनरेबल चिफ मिनिस्टर भर्खर आइपुग्नु भयो र प्रोग्राम भर्खर सुरु भयो र हामी चाहिँ यसरी अब स्टलहरू लागेको छ, घुम्दैछौँ खाँदैछौँ सबैजना र यहाँ पुच्का स्टल लागिरहेको रहेछ। यहाँ खानु आएको छौँ अहिले चाहिँ स्टल चाहिँ सबै यो चाहिँ फुड स्टल हो। यहाँ जे खाए पनि पाइन्छ, चियाहरू मोमोहरू पुच्काहरू के छ सबैको। यहाँ हाम्रो ज्यास्मिन चाहिँ पुच्का खाने भनेर लाइनमा बस्नु भएको छ र यस्तो छ। उसलाई देख्छ यसरी जे खाए पनि हुन्छ सबैले, कसले चिया पानी खाजाहरू कसलाई खानु मनपर्छ यसरी स्टल सबैतिर लगाइदिएको छ र लेडिजहरूलाई एकदम सजिलो। हामी चाहिँ घुमिरहेको छौँ गार्डन र त्यही हो इभेन्ट चलिरहेको छ। के छ घुम्दैछौँ हामी चाहिँ अब रमाइलो भइरहेको छ गाइस। यहाँ चाहिँ फोटोसुट हुँदै रहेछ। रिल्स चाहिँ आफै चाहिँ यहाँ बनाउनुपर्छ र तलपट्टि प्रोग्राम जति पनि छ तल सेक्सनमा हुँदैछ र हामी चाहिँ एकछिन यहाँ पार्क साइड घुम्न आएको छौँ। यो एकदमै एरिया ठुलो छ, इट्स भेरी नाइस गार्डन
एकदमै ठुलो एरिया छ र हामी चाहिँ अब एकछिन त्यहाँ प्रोग्रामको फेरि माइकको एकदम साउन्ड पनि बेसी आयो र हामी चाहिँ एकछिन माथितिर यसो घुमौँ भनेर द एरिया इज भेरी बिग हेर्नुहोस् म तपाईँहरूले तल्लोपट्टि चाहिँ प्रोग्राम हुँदैछ यहाँ अलिअलि देख्नुहुँदैछ र एकदमै बोलेको पनि एकदम सुनिएन एकदम लाउड म्युजिक छ त्यही कारणले गर्दाखेरि चाहिँ म चाहिँ अलिक माथिपट्टि आएको यहाँ हाम्रो नानी मेरो आजको साथी सो अब एकछिन घुम्दैछौँ अब प्रोग्रामहरू भइरहेको छ र अब एकछिन घुमेर चाहिँ देन विल बी गोइङ होम होला किनभने वेदर इज नट सो गुड अब अलिक पानी पर्नु सकिन्छ अब त्यसैले सो दिस इज द एरिया प्रायः सबैजना आफ्नो आफ्नो ट्रेडिसनल ड्रेसमा लुकिङ सो गुड ब्युटिफुल है कोही रिल्स बनाइरहेको छ रिल्स बनाउँछ कतिजनाले सो दिस इज द ब्युटिफुल भ्यू अफ सरमसा गार्डन where the event is going on अहिले इभेन्ट जहाँ हुँदैछ त्यसको नाम चाहिँ सरमसा गार्डनमा भइरहेको छ एकदम ठुलो एरिया बिग एरिया ब्युटिफुल एरिया छ फ्रेन्ड्स एकदमै राम्रो र हामी पनि एकदमै इन्जोय गरिरहेको छौँ र एकदमै राम्रोसँग मनाइँदैछ इन्टरनेसनल वुमेन्स डे एकदमै राम्रोसँग तपाईँलाई भनिहालेँ एकदम जुन प्रकारले अर्गनाइज गरेको छ इभेन्ट एकदमै वेल प्लान एकदमै राम्रो सो दिस प्लेस इज फुल अफ पिपल जता हेरे पनि मान्छेको एकदम भिड छ तल्लो साइडमा त एकदमै बेसी भिड छ र हामी चाहिँ माइकको साउन्ड पनि एकदम बेसी आएर हामी अलिक माथितिर आएको छौँ अब सो दिस इज द भ्यू गाइस र यस्तो खालको ब्रेक चाहिँ हामीहरूलाई चाहिन्छ समटाइम्स है अब एकदम रिल्याक्स पनि हुन्छ रमाइलो पनि हुन्छ र खुसी लागिरहेको छ रमाइलो भइरहेको छ वी आर इन्जोइङ द इभेन्ट प्लेस एभ्रिथिङ सो किप वाचिङ र जो यताबाट त्यही हो फ्रेन्ड्स इभेन्ट चाहिँ अब अहिले स्टिल गोइङ अन है यो बेलुकासम्मै चल्छ होला तर पानी पर्दैछ क्यामेरामा पनि पुरा पानी आउँदैछ र अब चाहिँ हामी विल बी गोइङ होम किनभने अब इभेन्ट अब प्रायः सबै मैले कभर गरिहालेँ अलमोस्ट अनि बिकज अफ द रेन र अब चाहिँ घरतर्फ लाग्दैछौँ हामी किनभने अब भनिहालेँ तपाईँहरूलाई सायद पानी निकै जो पर्छ जस्तो छ र अलमोस्ट अब प्रोग्राम पनि एन्ड तर्फ आउँदैछ र कतिवटा प्रोग्रामहरू भयो तर म चाहिँ त्यो चाहिँ कभर गरिनँ किनभने एकदमै बेसी भिड थियो र मेन कुरो चाहिँ त्यही हो अब इभेन्ट कस्तो पाराले गरियो भनेर त्यही तपाईँहरूलाई देखाउनु खोजेको र इट वाज फ्याबुलस है एकदम इन्जोय गऱ्यौँ हामीले र अब प्रायः सबैजना घरतर्फ लाग्दैछ र अब हामी पनि निस्किँदैछौँ र त्यही हो आजको इभेन्ट एकदमै राम्रो भयो तपाईँहरूलाई भनिहालेँ र अब चाहिँ बिस्तारै घरतर्फ जानु पर्ला जस्तो छ र भिड पनि एकदमै बेसी छ र सबैजना अब घरतर्फ लाग्दैछ प्रोग्रामको पनि एन्ड तर्फ आउँदैछ दो प्रोग्राम त अलिअलि अब अलिकति छ होला अलिकति रहलहरू तर अब पानी भनिहालेँ बिकज अफ द रेन अलिकति प्रोग्राम चाहिँ अलिकति अप्ठ्यारो पर्दैछ र प्रायः सबै मान्छेहरू अब फर्किँदैछ र हामी पनि फर्किँदैछौँ र त्यही हो गाइस यो दिस इज द डेकोरेसन
डेकोरेसन चाहिँ एकदमै राम्रो गरिएको र so this is the main entry point and entrance जहाँबाट चाहिँ entry हुन्छ towards the garden. र अब चाहिँ हामी बाहिर निस्किँदैछौँ गेटबाट. सो दिस इज द गार्डन एरिया गाइस. र बाहिर निस्किँदैछौँ किनभने अलमोस्ट प्रोग्राम पनि खत्तम हुन आँटेको छ र पानी पनि पर्नु एकदमै बेसी अब पर्ने जस्तो छ त्यसैले. सो इट वाज अ नाइस इभेन्ट. एकदमै हामी इन्जोय गऱ्यौँ. फुड, डान्स, प्रोग्राम, एभ्रिथिङ. र अब चाहिँ हामी गेटदेखि बाहिर निस्किँदैछौँ. सो तपाईहरुले पनि इन्जोय गर्नुभयो होला आशा राख्दैछु. भिडियो राम्रै भयो जस्तो. सो वी आर अब गेटदेखि निस्किँदैछौँ हामी चाहिँ. सबैजना अब घरतर्फ अब हाम्रो गाडी कता छ हेरौँ. So this is it guys. Bye. Bye bye guys. अब यही हो गेट सरमसा टुवर्ड्स द सरमसा गार्डन. यहाँबाटै जानुपर्छ र अब हामी भर्खर निस्किसक्यौँ. र कीप वाचिङ गाइस. अब चाहिँ फर्किँदैछौँ हामी. त्यहाँ त कस्तो डरलाग्दो पानी पर्ला जस्तो भएको थियो नि एकैछिनमा नि. गाडीमा छु नि म. गाडीमा हो कि एरोप्लेनमा हो भन्दैछु. दि आमाले दे न एक्लै कहाँ जान्छ भन्नुभयो. हामी चाहिँ रानीपुल आइपुग्यौँ सरमसादेखि. अब अलिकति चाहिँ हामी होटेल खोज्दैछौँ. सो दिस इज रानीपुल. अलिक राम्रो कहाँ छ. अब चिया खाइले चाहिँ गान्तोक तर्फ लाग्छौँ. र दिस इज रानीपुल. राम्रो रहेछ एउटा. राम्रो रहेछ नि. तर यहाँ त पाउने रहेछ यहाँ जाउँ न. र हामी चाहिँ एकछिन चिया खान आएको. प्रोग्राम हेरेर चिया स्टल जाँदैछौँ किनभने त्यहाँनिर हामीले चिया पाएनौँ. हेलो चिया हुन्छ यहाँ बस्नेभित्र हो. ए लु चिया खान आएको अब हामी चाहिँ यहाँ. ए यहाँ रहेछ नि त. यहाँ बसौँ. अब चिया खानु आऊ जस्तो नि यहाँ बस. चिया खानु आएको छौँ हामी चाहिँ एकछिन अब. र रमाइलो भयो प्रोग्राम हेरेर. अब एकछिन रानीपुलमा चिया खाएर त्यसपछि चाहिँ घरतर्फ लाग्नेछौँ. र अब साउन्डहरू पनि कस्तो आयो किनभने अब एकदमै माइकको म्युजिकको थियो र कतिवटा कुरोहरू अब एडिट गर्दाखेरि कतिवटा म्युट गर्नुपर्छ जस्तो लाग्दैछ. चिया गरिदिनुहोस् न दुईवटा चाहियो. तिमी नखाने ए हो
भैया एउटा मात्रै चिया एक चाहियो के खाने मिठाईहरू चिया किन मधुर आइरहेको छ अहिले क्यामेरा पुरा पानीले पुरा उयो भएको जस्तो छ क्यामेरा चिया खानु आएको ज्यास्मिन इज बिजी विथ हर फोन यता हेर त ज्यास्मिन रमाइलो भयो आज ज्यास्मिन नानीहरू त्यस्तै हो र चिया आइपुग्यो र चिया खाँदैछु म यो दोकानको भित्र चाहिँ किचन यहाँ रहेछ र यो चाहिँ बाहिरपट्टि र हामी चाहिँ भित्रपट्टि बसिरहेको छौँ पानीले पनि अलिक भिज्यौँ धेरै भिज्यौँ पानीले र अब चिया खाएर त्यसपछि घरतिर लाग्नुपर्छ होला जस्तो हो लु अब घरतर्फ लाग्दैछौँ आइया हौ अब चाहिँ हामी सजिलो भइरहेको छ So we are almost home now. घर आइपुग्नु आँट्यो. So that was it.
द्याट वाज माई ब्लग फर टुडे। आजको मेरो ब्लग यही थियो। हेर्नुहोस् एकदमै अँधेरो भइरहेको छ, एकदमै ग्लुमी। तल सरमसा गार्डनमा चाहिँ अलिकति उज्यालो थियो, तर हाम्रो यो एरिया गान्तोकमा चाहिँ एकदमै चिसो ग्लुमी एकदमै भइरहेको छ र हामी घर पुग्न आँट्यौँ। अब त्यही हो आजको मेरो ब्लग। वुमेन्स डे सेलिब्रेसनको जुन सेलिब्रेट गरियो कस्तो प्रकारले, त्यही मैले तपाईँहरूलाई देखाउन कोसिस गरेको छु र कस्तो लाग्छ तपाईँहरूलाई पनि इन्जोय गर्नुहुन्छ होला थ्रु आउट द ब्लग। सो त्यही भन्दै आजको यो ब्लग म एन्ड गर्दैछु। बाइ बाइ, टेक केयर एन्ड गड ब्लेस यु अल। See you in the next vlog.